मतदाता शिक्षाको लागि हामीले यो डिजिटल भोटर एजुकेसन पनि पहिलेदेखि सञ्चालन गरेका थियौँ र 3 गतेदेखि 17 गतेसम्म घर टोल छिमेकाहरूमा पुगेर सबै मतदाता शिक्षा स्वयंसेवकहरूले मतदाता शिक्षा प्रदान गरिरहनु भएको छ। त्यसबाहेक राजनीतिक दलहरूले प्रदान गरेको मतदाता शिक्षा र आम सञ्चार माध्यमले प्रवाह गरेका सूचनाले पनि मतदातालाई धेरै सूचना पुगेको छ भन्ने हामी विश्वास गर्छौँ र समग्रमा भन्दाखेरि मतदाताले आफूले त्यहाँ पुगिसकेपछि मतदान केन्द्रमा जाँदाखेरि उहाँहरूले आफूसित छ भने मतदाता परिचय पत्र, छैन भने हराएको छ, नासिएको छ, नष्ट भएको छ भने नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र, ड्राइभिङ लाइसेन्स अथवा लाल पूर्जाको सकल कपी हातमा लिएर उहाँ चाहिँ मतदान केन्द्रसम्म पुग्नुहुनेछ। मतदान केन्द्रमा पुगिसकेपछि मतदाता नावलीमा उहाँको नाम भए नभएको रुजु गरिसकेपछि उहाँलाई चाहिँ यो पहिलो हुने निर्वाचित हुने तर्फको मतपत्र उपलब्ध गराइनेछ। त्यसमा गोप्य मतदान कक्षमा गएर आफूले मन पराएको उम्मेदवारलाई त्यो जुन उम्मेदवारको जुन चिन्ह छ उहाँलाई मन परेको त्यो चिन्हमा मतदान गरिसकेपछि त्यसलाई चाहिँ त्यो प्रत्यक्षतर्फको मतपेटिकामा त्यसलाई खसाल्नु हुनेछ। त्यसपछि उहाँलाई त्यही नजिकै समानुपातिक तर्फको मतपत्र उपलब्ध गराइनेछ। समानुपातिक तर्फको मतपत्रमा राजनीतिक दललाई मतदान गर्नुपर्ने भएको हुनाले आफूलाई मन परेको राजनीतिक दललाई मतदान गरेर त्यहाँ राखिएको अर्को मतपेटिकामा खसाल्नु हुनेछ र त्यसपछि उहाँलाई सकेसम्म हामीले प्रस्थान र मतलब भित्र प्रवेश गर्ने र बाहिर प्रस्थान गर्ने द्वारहरू पनि अलग अलग हुने गरी मतदान केन्द्रको व्यवस्थापन गर्न भनेका छौँ, ताकि त्यसमा अनावश्यक भिड हुने, मतदातालाई त्यहाँ जान असहज हुने अवस्था नआओस् भन्नका लागि इन्ट्री र एक्जिट गेटहरू पनि फरक बनाएको हुनाले उहाँ एक गेटबाट प्रवेश गर्ने, मतदानको काम सम्पन्न गरिसकेपछि अर्को गेटबाट बाहिर निस्केर आफ्नो घरमा जानुहुनेछ। त्यो हिसाबले मतदानको आवश्यक प्रबन्ध मिलाइसकेको छ।